हेलो गाइज नमस्कार, यहाँहरूलाई मेरो दोस्रो ब्लगमा स्वागत छ। आज चाहिँ मेरो नेत्रा बिहानै खुल्यो। आँखा खुल्न साथ मनमा धेरै कुराहरू खेल्न थाल्यो। आज के गरौँ भनेर अलि बेर सोच्दै बस्दा अचानक एउटा विचार आयो। त्यसपछि म उठेँ, ब्रस गरेँ, मुख धोएँ, फ्रेस भएर रेडी भएँ। एक्कासी स्केटिङ गर्न मन लाग्यो। स्केटिङका जुत्ताहरू समातेर लिप्प हुँदै झरेँ। आज चाहिँ बिहानको समय भएर होला, बाटोमा गाडीहरू कम कुदिरहेका थिए। त्यसैले बाटो काट्न सहज भयो। बाटो काटेर होटल नजिकैको सुनसान बाटोमा आएर बसेँ। स्केटिङका जुत्ताहरू लाएँ। हिजो मात्र दादाले किनिदिनु भएको इयरबड लाएँ। इयरबड लाएर बाटोमा स्केटिङ खेल्न थालेँ। स्केटिङ खेल्दै गर्दा काली दिदीसँग भेट भयो। काली दिदीले मलाई हेर्दै हुनुहुन्थ्यो। मैले आज यस्तो हुन्छ सोचेको पनि थिइनँ। स्केटिङ गर्ने क्रममा स्केटिङ जुत्तामा ढुङ्गा अडिएर म झरेँ। अलि चोट पनि लाग्यो। त्यसपछि म होटल फर्किएँ। होटलमा आएर केही बेर बसेँ, आराम गरेँ। तर मनले मानेन। फेरि उठेर होटलमै स्केटिङ गर्न थालेँ। आजको बिहान यस्तै अनुभवले भरिएको थियो। साथीहरू, यदि तपाईँहरूलाई मन पर्यो भने लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोला। फेरि भेटौँला अर्को ब्लगमा। हवस् त, धन्यवाद। बाई।